नमस्कार, म तुलसा आचार्य गौतम। म आफ्ना भावनाहरू तपाईँहरू माझमा सम्प्रेषण गर्ने कोसिस गरिरहेकी छु। आशा छ सुनेर हौसला, साथ, प्रतिक्रियाहरू, तपाईँहरूको मनमा लागेका कुराहरू अवश्य पनि भन्नुहुनेछ। टिका टिप्पणीहरू भए पनि तपाईँहरूले पक्कै कमेन्ट बक्समा आफ्ना कुराहरू राख्नुहुन्छ भन्ने मैले आशा गरेकी छु। मैले जीवनको बारेमा एउटा सानो भनाइ लेखेकी छु, सुनेर साथ दिनुहोस् है त। सूर्य अस्ताउँछ र फेरि उदाउँछ हेर्नुहोस्। तर मान्छेको मन नस्ताए के फेरि उदाउँदो हो त? के फेरि फर्किँदो हो, बोल्दो हो त? र आत्मा नै अस्तायो भने त्यो त फेरि कहिले देखिने छैन। आत्मा एक अद्भुत शक्ति हो, अजर, अमर, शाश्वत र अकाट्य सत्य, जुन अन्ततः ईश्वरमा नै विलिन हुन्छ। जबसम्म श्वास रूपी आत्मा तपाईँको शरीरमा छ, कदर गर्नुहोस्, रक्षा गर्नुहोस्, हरेक पल यसको महत्त्व बुझ्नुहोस्। जीवन अनमोल छ। कृपया आफैलाई नोक्सान पुर्याउने काम कदापि नगर्नुहोस्। आफैलाई पूर्ण रूपमा स्वीकार्दै जानुहोस्। आजको बोझ भोलिको सहजता बन्न सक्छ। बस थोरै धैर्य गर्नुहोस् र सकारात्मक रहनुहोस्। धन्यवाद।